उहिलेका मान्छेहरूले टुनामुनि लगाएर स्वास्नी ल्याउन् र अहिलेका मान्छेहरूले एल्गोरिदम प्रयोग गरेर चुनाव जित्ने उस्तो रहेछ। पक्नुस् गाली नगर्नुस् भन्न खोजेको कुरा सुनेर मात्र गाली गर्नुहोस् न, अनि स्वाद आउँछ। मैले यो चुनावमा कसैलाई नि भोट हालिनँ। फेरि भन्नुला त झुसे बुढाले भोट नहाल्दामा के भयो त, ब्युटिफुल र ह्यान्डसमले भोट हालेर जिताइहाल्यो नि, हो जिताउनु भयो। अनि यो फेसबुकमा चाहिँ नेताहरूको भाषण सुन्न र कार्यकर्ताहरूको लाइक कमेन्ट हेर्न रमाइलो लाग्छ मलाई पनि है। अनि त्यसै गरी एक दिन फेसबुक हेर्दै थिएँ, एउटा एआईद्वारा बनाएको हर्क साम्पाङको फोटो हालेर 100मा कति नम्बर दिनुहुन्छ हर्क साम्पाङलाई भनेर लेखेको रहेछ। अनि मैले पनि यसो कमेन्टहरू हेरेँ, लाइकहरू हेरेँ होइन। हेर्दाखेरि त सबैले 0000 लेखेका, अनि गरा लेखेका, हर्के लेखेका, पागल लेखेका होइन, पास्टर लेखेका, यस्ता कमेन्टहरू देखेँ। अनि मलाई नि कमेन्ट गरौँ लाग्यो। अनि मैले चाहिँ के कमेन्ट लेखेँ भने, जुन ठाउँमा तपाईँले काम गरेको त्यही ठाउँमा गएर त्यहाँका जनतालाई सोध्नुहोस्, अनि नम्बर त्यहाँबाट पाउनुहुन्छ होला। नत्र यो एल्गोरिदम सिस्टममा चाहिँ सोधेर तपाईँले रेडिमेड जवाफ पाउनुहुन्छ। किनकि एल्गोरिदम भनेको एउटा भाव र चेतना भएको चिज होइन होइन। यो त्यस्तो भित्री इच्छाले केही पनि जान्दैनहरूले अरूले लेखेर राखेको कुरा मात्रै भन्ने हो भनेर चाहिँ लेखिदिएको थिएँ होइन। त्यो मेरो कमेन्ट आएन, फिल्टर गरेँ। अनि यसो अर्थ के भने यो एल्गोरिदम चलाउने एउटा ठुलो ग्याङ हुँदो रहेछन्। अनि यिनीहरूका ठुला एउटा नक्कली भ्युवरहरू हुँदो रहेछन्। अनि उनीहरूले पोस्ट गरेर हाल्दा रहेछन् होइन। अनि त्यही पोस्टहरूलाई उनीहरूकै त्यही बुट भ्युवरहरूले चाहिँ लाइक कमेन्ट गर्दा रहेछन्। अनि यसरी जनतालाई चाहिँ एउटा मनोभावलाई चाहिँ बदलेर होइन मान्छेलाई प्रभाव पार्दो रहेछन् र एकतर्फी भोट धेरै ल्याउँदा रहेछन् भन्ने कुरा मैले यो मेरो कमेन्ट फिल्टर गरेको कुराबाट थाहा पाएँ। त्यस कारणले मैले उहिलेको बुढाले स्वास्नी टुना लाएर ल्याउने र अहिलेका मान्छेले एल्गोरिदम प्रयोग गरेर चुनाव जित्ने उस्तो भनेको नरिसाउनु।